मान्छेलाई खुट्टा टेक्ने ठाउँै हुँदैन यहाँ चाहिँ हैन। हाँ नेपाल चलेंगे फिर उधर यही बिजनेस करेंगे भैया। पानीपुरी वाले या छैन अब मसँग धेरै त छैन 10 रुपियाँ मात्रै छ। त्यही पनि हजुर लिनु होला। चाइना इन्डिया नेपालको जस्तो कम्पिटिसन चलिरहेको छ यिनीहरूको चाहिँ हैन। आइसक्रिम चाहिँ मेरो मामाले किन्दियो मलाई। मामा हाई चस्मा लगाए। ओके हाई मामा ओके ओके हामी चाहिँ उल्टो ट्रेन चढेर यहाँ कहाँ आइरहेको रहेछौँ हैन। अब फेरि हामी यहाँबाट फर्किँदैछौँ। सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। लाग्छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु है मित्रहरू होइन। अनि आज चाहिँ म साँझतिर कहाँ जाँदैछु भन्दाखेरि हामीले चाहिँ हल्का सामान दिनु थियो अर्को ठाउँ। यहाँबाट कहाँ हो मलाई पनि थाहा होइन। एकछिनपछि म चाहिँ जान्छु यहाँबाट घरैबाट जान्छु। अनि आन्टी मलाई भन्नुहुन्छ कहाँ हो जानुपर्ने भन्ने कुरा चाहिँ। अनि 7:30 भइसकेछ। अब चाहिँ मैले निस्किनु पर्ने हुन्छ यहाँबाट है त गाइस। तलतिर भेटौँ। फाइनली निस्किसकेको छौँ है। म पनि घरबाट निस्किसकेको छु। मैले आन्टीलाई भेटिसकेको छु। आन्टी हाई हेलो हाई हाई गाइस गाइज हाई। अनि यहाँ चाहिँ राम्रो व्यवस्था रहेछ कि यो ग्राउन्डतिर होइन। हुन त यस्तो विकास भइरहेछ यहाँ पनि होइन। हुन त हाम्रो नेपालमा पनि हुन्छ अलि दिनपछि किनकि आउँछ त्यस्तो टाइम। अनि र बालन शाहको सरकार आइसकेको छ होइन। फेरि त्यसले राम्रो गर्छ यहाँ। यस पक्कै पनि आशा छ फेरि राम्रै गर्छ यहाँ यस्तो। त्यही छैन हाम्रो देश पनि हुन्छ एकचोटि यस्तो। हुन त ठाउँमा छ है सबै ठाउँ हुन्छ के छ र। अब हामी चाहिँ स्टेसन जाँदैछौँ ट्रेनको स्टेसन। त्यसपछि हामी निस्कन्छौँ त्यो ठाउँमा। त्यो ठाउँमा हामीले एउटा सामान छोड्नु छ। त्यो सामान छोडेर फेरि हामी यहाँ घरतिर निस्किनु पर्ने हुन्छ। यहाँको मान्छेहरू चाहिँ यसरी दौडेर हुन्छ हेर होइन। यस्तो बेला त कति एक्सिडेन्ट नै हुन्छ होला यार। त्यो सिट पाउँछु कि भनेर यिनीहरू यति फास्ट दौडिन्छन् होइन। हामी म भित्र बसेको चाहिँ हेरौँ यति 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 सब फुल छ फुल। अब यति यहाँ चाहिँ यति मान्छेहरू हुन्छ होइन। सबै यता हेर यति छ कि अब के भन्नु हेर फुल छ ठाउँै छैन। कसरी जाने गाह्रो भइसक्यो हामीलाई यहाँ। मसँग धेरै त छैन 10 रुपियाँ मात्रै छ। त्यही पनि हजुर लिनु होला। बुढी आमा अब जति सकिन्छ आफूले सके जति हेल्प गरिदिने हो होइन। अब त्यहीभन्दा धेरै त हुँदैन आफूले पनि इन्कम छैन होइन। तर यहाँ चाहिँ होइन यस्तो मान्छेहरू चाहिँ धेरै भेटिन्छ होइन। यहाँ चाहिँ भन्दाखेरि कस्तो भन्दाखेरि जनसङ्ख्या कम भयो भने यस्तो मान्छेहरूको जनसङ्ख्या चाहिँ घट्दैन क्या होइन। तर इन्डिया जति नै विकसित भयो भने होइन र यस्तो मान्छेको व्यवस्था चाहिँ हुँदैन होइन। रोडमा त यति मान्छेहरू हुन्छ कि अब कसरी भन्नु होइन। यति मान्छेहरू हुन्छ क्या। अब तर तिनीहरूलाई उ गर्न त गाह्रै हुन्छ हामीलाई चाहिँ होइन। त्यही पनि नर नेपालमा त यति छैन। नेपालमा त यति छैन। भयो भने अलिअलि हुन्छ। 100 रुपियाँ वाले मैले पनि अब बिजनेस गर्नु पऱ्यो के हो यार। मलाई चाहिँ अब यहाँबाट हल्का मनपर्नेवाला लिन्छु म चाहिँ होइन। हेरौँ म गरिब मान्छे छु त्यही पनि हेरौँ। अब चाहिँ हामी आफ्नो लोकेसनतिर पुग्छौँ होइन अलि टाइमपछि होइन। अझ फेरि यहाँ चाहिँ यति मान्छेको ट्राफिक यति र दिमाग चाट दुखिसक्यो यार। थ्याङ्क यू भैया फाइनली हामी चाहिँ आफ्नो लोकेसनतिर पुगिसकेका छौँ। यस भैया हाम्रो अच्छे से पहुँचा लिया हमारे भैया ने। छ कि यस्तो छ अब के भनेर नै साथै छैन होइन। अनि यहाँ चाहिँ हामीलाई यहाँ पानीपुरीवाला भैया भेटिसक्नु भएछ होइन। भैया कैसे हो? मैं भी यही बिजनेस करने वाला हूँ। यही बिजनेस करूँगा। पानीपुरी ले लो पानीपुरी ले लो। हाँ नेपाल चलेंगे फिर उधर यही बिजनेस करेंगे भैया पानीपुरी वाले यार। फाइनली मेरो मामासँग मिटअप गरिसकेको छु यहाँ देख्नु सक्नुहुन्छ। यो आइसक्रिम चाहिँ मेरो मामाले किनिदियो मलाई। मामा हाई चस्मा लगाए। ओके हाई मामा ओके ओके ओके। अब चाहिँ हामी यहाँ सामान छोडेर मामालाई पनि छोडेर मामा चाहिँ नेपाल जाँदै हुन्छ कि। अब हामी यहाँबाट आफ्नै ठाउँतिर जान्छौँ। मामा पर्सि हो कि कहिले अब नेपाल जानुहुन्छ। ए भोलि अनि अहिले चाहिँ हामी मामाको रुमबाट यस्तो फर्किरहेको छौँ सामान लिएर। अनि यही दोकानबाट हल्का फुल्का सामान किन्यो हामीले चाहिँ। अब सामान पनि प्याक भइसकेछ। अब फेरि मामाले ऱ्याप हान्ने भनिरहेछन्। भाइ मामा एक ऱ्याप हान्नु त भन्नु भन। पछाडिबाट के एउटा लाइन हान्न न। ए लाइन के थियो अब जबसम्म बड्डो तबसम्मको
जबसम्म चाहिँ ओके होइन कन्फ्युज भयो नत्र त सब आउँछ मलाई हामी चाहिँ उल्टो ट्रेन चढेर यहाँ कहाँ आइरहेको रहेछौँ होइन अब फेरि हामी यहाँबाट फर्किँदैछौँ भन्दाखेरि हामीले चाहिँ अर्को साइड जानुपर्ने हामी चाहिँ यो साइड आयौँ होइन त्यसरी चाहिँ हल्का गाह्रो भयो अझ फेरि हामी यहाँबाट अर्को साइड जानेछौँ किनकि अब ठिकै छ घुम्न पाइयो त्यहाँ त कन्फ्युज भयो किनकि अतास अतास भयो अब हामी फेरि अब आफ्नै गाउँतिर आफ्नै सहरतिर लागिरहेछौँ कि सहर होइन यो अरूको देश हो मेरो सहर होइन गाइज है आज चाहिँ ढिलो भइसकेको छ म चाहिँ अहिले भर्खर उठेँ होइन अनि आएर चाहिँ म हिजो राति हामी चाहिँ ढिलो पुगेको थियौँ कि कति बजी भन्दाखेरि त्यस्तै 1 बजिसकेको थियो हामी चाहिँ घर पुग्दासँग अनि त्यस्तै भइसक्यो अरू कुरा त्यस्तै हो अब चाहिँ यो भिडियो चाहिँ मैले एन्ड गर्छु गाइज है अनि राम्रो भयो कि नराम्रो भयो त्यो चाहिँ म के गर्नु तर मैले आफ्नोतिरबाट बेस्ट दिन्छु भिडियो बनाउनुमा चाहिँ होइन एकदम तपाईँहरूको मनको कुरा हो प्लिज सपोर्ट गरिदिनु होला है त अरू कुरा भन्नु केही छैन प्लिज सब्सक्राइब गरिदिनु होला है यो चाहिँ मेरो दोस्रो ब्लग भइसकेको छ नयाँ च्यानलमा तर अगाडि नै मैले वेलकम ब्याक भनेको थिएँ कि किनभने मैले पहिल्यैदेखि ब्लग गर्थेँ तर मलाई केही नयाँ पुरानो चाहिँदैन म पहिल्यैकै मान्छे हो होइन अनि त्यही हो थ्याङ्क यू फर द वाचिङ टाटा बाई बाई गाइज सब्सक्राइब गरिदिनु होला हस् त धन्यवाद